लाइनमा तिमी गएर माथि पुगेका छौँ हामी को मेरो 10 फेल हो यार म 10 फेल हो चल्देऊ न चल छिटो फोटो नि भिडियो जाऊ न जाऊ के भिडियोमा पोज दिएर बस्छन् यार थ्याङ्क यू रोड यो सर्टकट यो त्यही त जहिले पनि मुख देखाउन आइहाल्छ कति किलोमिटर छ गाइस अब भन्दै 7 किलोमिटर अहिलेसम्म हामी जम्मा 6 किलोमिटर हिँड्यौँ अब अझै माथि 7 किलोमिटर बाँकी छ अरे त्यहाँ नोटिस बोर्डमा हेरेको थियौँ हामीले बोर्डै त हामीले अब भन्न आएन त्यस्तो हातसम्म काम नगर भने भाइरल बनाइदिन्छु अहिले त्यही त हातमा मात्र नहिन लट्ठीसम्म लट्ठी तान तिमीहरू कति राम्रो आएको कति राम्रो आयो यहाँतिर आउँदैन म अस्ति हामी सुर्खेत गएको बेला सिमरन अस्मी कराएर जुत्ता पऱ्यो जो सबभन्दा बढी करायो सिमरन त घरकै क्या तिमीलाई चाहिँ के इन्भिटेसन कार्ड चाहिन्छ ए ल अहिले चाहिँ हामी यो ग्रुप डिभाइड भएको छौँ अनि ग्रुप डिभाइड भएर चाहिँ अब हामी यो एउटा हाम्रो ग्रुपबाट हामी यहाँ कति 4 जना छौँ 4 जना चाहिँ यहाँ यो ट्रेलबाट आइरहेछौँ यो ट्रेलबाट जाँदैछौँ अनि 3 जना प्लस अर्को ग्रुपको एकजना दाइसँग चाहिँ उयो तलको यो गाडी हिँड्ने बाटोबाट चाहिँ जाँदैछन् जाडो हुँदैछ है टेम्परेचर कति गाइस टेम्परेचर कति डिग्री होला गेस गर त हो सही जवाफ केबिसी खेलाइरहेछ के 1 करोडको चेक भाइ तिमीहरू ग्यास हान्दाखेरि हुन्छ 1 करोड ग्यास हानेर 1 करोड पाइने भयो त
गाइज त्यो के हो के छ उता हेर्न के केही पनि होइन नानु अगाडि हिँड त त्यसो भए यार यिनीहरू छ भन्थे गाइज हिउँ फाइनली हामीले यहाँ आइसहरू भेट्टा छौँ अब मैले चाहिँ फर्स्ट टाइम देखेको है यो आइस भनेर तर मेरो चाहिँ यो लाइफको फर्स्ट एक्सपिरियन्स लाइभ हिउँ देख्ने यार अब यसलाई हिउँ नै भन्छ कि अब आइस र हिउँमा चाहिँ फरक गर्न सकेको छैन मैले अब यस्तो यस्तो देखाएको छ दामी छ यहाँ पनि छ है अब माथि पनि निकै छ भन्थे भन्नुहुन्थ्यो अघि आउने अङ्कलहरूले अब यहाँ बाटोभरि हिउँ चाहिँ अब यहाँ बाटैभरि छ यहाँदेखि अब हिउँ सुरु हुन्छ ल हिउँ चिप्लो छ यार चिप्लो छ यार यहाँ माथि खतरा छ ल हिउँ आयो हिउँ यही गाइज स्नो भनेको बरफै हो त नि यो त बरफै हो त यो त चियो यार तर कस्तो फुसफुस छ यार स्नो भने चाहिँ यही फुसफुस छ होइन यो यार मेरो बर्गनमा गयो यार मेरो बर्गन भ्यू नै छुन सकेन भाइ हिउँ पगिलेर पानी भयो जुत्तामा छिर्दिरहेको त्यो लट्ठी ल्याउ त रमेश हो र रमेश लट्ठी बोक न हिउँ पगिलेर पानी ओइ कहाँबाट निस्क्यो जुत्तामा छिर्दिरहेको जुत्तामा छिर्दिरहेको मेरो त Live on. Video कर रहा था हटो तो. 2 3. Oh, 3 go ला. 3 go 1 2 3 go ओइ थलाइदेऊ क्या हान्यो One, two. Basta. Right.
स्क्रिनशट गरेर राख यार भिडियोबाट स्क्रिनशट गरेर राख चाहिँ गाइस हामी मासतिर मुभ गर्दैछौँ जम्मा अब 2 किलोमिटर बाँकी छ भोकले टाढ पल्टिरहेछ बोलाएको त फेरि अब अनि 2 बजे हामी झर्ने प्लान बनाएको छौँ है प्रमिसले हो क्या कसको बाइकमा यहाँ छ तिमीले हेलिकप्टरमा रिलिज त त्यो अगाडि हालेछ नि त अहिले मात्र आएको रहेछ अनि मोटामोटी 7 किलोमिटर भयो किनभने हामीले ए मोटामोटीहरू ए चाहिँ दर चिप्लिरहेको है बुझा हाल्थ्यो माथि बस्ने मात्रै ठाउँ छ खानु भन्नाले मन्दिर छ क्या मन्दिरतिर कहाँ खान्छ त नि अलि मजा आयो पिरो लागेछ मलाई ल सबैले हेर मलाई यिनीहरूले मम्मी भनिरहेको थियो त्यसरी मैले सबैलाई छोराछोरी भनेको 4 1 2 3 4 5 जना छोरा 1 जना छोरी म मम्मी आधा दर्जन छोराछोरी माथिबाट चाहिँ माथिबाट चाहिँ यहाँ रुखले पनि हामीलाई यहाँबाट जा भनिरहेछन् अब केटाकेटीहरू कहाँ गयो त ए झन्डै चिप्लिरा गाइस ल रुखभरि उ छ हिउँ स्नोहरू परिरहेछ अब यहाँ पनि
खाइजाउँ लाग्छ खाइजाउँ होइन खाउजाउ खुवाउजाउ भन्छ फर्स्टमा होइन उकालीको चिसो पानी खाउजाउ लाग्छ नाना खाइजाउँ लाग्छ माथिल्लो घरको तरुनीलाई लैजाउँ लाग्छ हे आगे तोपैको गोला पछि मसिन गन भरर सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई सेटोबाट आएको थियौँ है हेर त उयो बाटोबाट पनि आउनु मिल्छ मैले अघि त्यही भएर यो बाटो होइन भनेर भने क्या है आमा हामी पनि खिचौँ न खतरा छ यार अनुहार चाहिँ छ त कमलले खिच्न थाल्यो कि भिडियो गराउन थाल्यो भिडियो छ नगराउन भत्किन्छ मेरो फोटो खिचेपछि आँखा त्यहाँ हुन्छ त मूर्ख माथि बनिरहेछ त आँखा पनि नाकतिर बनाउँछ यार जाने